ओके, यो इन्ट्रो सुने बित्तिकै मायाको छ मैले पुरै फिल्मभरि आँखा गाडेर हेरेँ कि पछ्यौरी कति बेला कहाँ र कसरी अल्झिन्छ भनेर। र लास्टमा गएर बल्ल पछ्यौरी अल्झिन्छ र हिरोइनको बुवाले के भन्नुहुन्छ भने त्यसको हातमा अल्झिन्छ पछ्यौरी, उनी उसको जीवन साथी हुन्छ। महाकसम म नि अब पछ्यौरी अल्झन जानु पर्यो। ओके, अब यो मुभीको कुरा गर्नुपर्दा यो मुभीको लिडमा छन् विराज भट्ट, रवि बस्नेत, रिचा घिमिरे र उषा पौडेल र यिनीहरूको केमिस्ट्री अनस्क्रिन राम्रै छ र 90s को मुभीको हिसाबले एक्टिङ पनि गुड नै छ। अब यो फिल्म मैले युट्युबमा हेरेको हो र सायद कपिराइट इस्युको कारणले युट्युबमा मुभी हेर्ने बेला बेला साउन्ड नआउने, क्यारेक्टर्सहरू बोलिरहेको छन् तर अडियो चाहिँ नसुनिने जस्तो झ्याउहरू कुनै सिनमा छन्। यो फिल्म युट्युबमा अपलोड गर्नुभन्दा अघि स्टुडियोमा रिडअप गरेर अपलोड गरेको जस्तो छ, जुन कि मुभी हेर्ने बेला सजिलै नोटिस हुन्छ। अब यो कुनै सिनमा प्रपरली ब्लेन्ड हुन सकेको छैन, तर मोस्ट अफ द सिनमा जुन रिडअप गरेर भन्नेको डायलगहरू छन् त्यो डायलगकै कारण कतिपय सिनहरू फन्नी बन्न पुग्छ र हजुरहरूलाई हाँसो पनि लाग्न सक्छ। यो केस मोस्टली मुभीको ब्लेन्ड चक्रेलाई लागु हुन्छ, जसले गर्दा चक्रेको डायलग मोस्ट अफ द टाइम फन्नी नै सुनिन्छ। र चक्रेलाई हेर्दा हजुरहरूलाई सलमान खान र आमिर खानको फिल्म अन्दाज अपना अपनाको भिलेन क्राइम मास्टर गोगोको पनि याद आउँछ र यो मुभी पनि अन्दाज अपना अपना भन्ने फिल्मसँग धेरै नै प्यारल छ। दुवै फिल्मको कहानी बेसिक थिम सेम नै छ। अब मुभीको फर्स्ट हाफसम्म त सबै कुरा अल गुड तरिकाले नै अघि बढ्छ। यो फिल्मको सेन्सलेस कमेडी स्ल्यापस्टिक डायलगले हजुरहरूलाई हँसाउने काम पनि गर्छ। तर जब मुभीको सेकेन्ड हाफमा जान्छ, जब मुभीको सेकेन्ड हाफ सुरु हुन्छ, सेकेन्ड हाफ हेर्ने बेला हजुरलाई लाग्छ कि त्यो सेकेन्ड हाफ चाहिँ मुभीको फर्स्ट हाफभन्दा टोटली अर्कै छ। जहाँ फर्स्ट हाफमा पुरै कमेडी मिनिङलेस सिनहरू जसले हँसाउने काम गर्छन् भने सेकेन्ड हाफमा चाहिँ सोसल मेसेज दिने काम गरिएको छ। जस्तै पहाडी मधेसी एक हौ, छोरीको गहना भनेको छोरीको शरीर हो जस्तो कुराहरू देखाइएको छ। अब कमेडी साथसाथै मुभीमा बेला बेलामा एक्सन पनि छ जसले मुभीलाई इन्गेजिङ बनाउने काम गर्छ। र नराति भन्नुपर्दा म फिल्ममा सङ्ग्सहरूको चाहिँ यस्तो फ्यान होइन, तर यो फिल्मको सङ चाहिँ एभरग्रिन नै छ साँच्ची। अनि एउटा कुरा, यो फिल्मको फर्स्ट हाफमा चाहिँ एउटा हिरो एउटा हिरोइनसँग र एउटा हिरो अर्को हिरोइनसँग देखाइन्छ र सेकेन्ड हाफमा सबै कुराहरू मिक्स म्याच हुन्छन्। एउटा हिरो अर्को हिरोइनसँग र अर्को हिरोइनसँग हुन्छ। साला दिदी बहिनी साथीहरू भएर पनि एक्सन सफल गरिरहेछन्। तर ओभरअल मलाई चाहिँ यो मुभी इन्टरटेनमेन्टको हिसाबले चाहिँ राम्रै लाग्यो। यसको डायलग जस्तै साले काले ध्वासे ढेडु जस्तो मुसे जस्तो डायलग मेरो साथीसँग रिलेटेबल भएको भएर होला मलाई चाहिँ कमेडी साथसाथै रिलेट पनि गर्न सक्यो। र डेफिनेटली यो मुभी वान टाइम वाचेबल चाहिँ छ। खाना खाने बेलामा अथवा काम गरिरहेको बेला यो फिल्मले ब्याकग्राउन्ड नोइजको काम चाहिँ राम्रो गर्छ। र हजुरहरूले फिल्म हेर्नुभयो कि भएन, यदि हेरिसक्नुभयो भने हजुरलाई फिल्म कस्तो लाग्यो लेट मी नो इन द कमेन्ट। हस्त धन्यवाद। त्यो केटीहरू दुई छन्, एउटा म अर्को त, एउटा चाहिँ तलाई अर्को मलाई साला मलाई नि यस्तो साथीहरूको खाँचो छ यार।